बडो उटपट्याङ हुँदो रहेछ सपनाहरू सम्झिँदा पनि जस्तै जादु जस्तै भन्दै सर्ट एन्ड स्विट कुरा गर्दै आजको न्यू भ्लग यहाँहरू समक्ष मगरपुच्छेले लिएर आएको छु। अहिले चाहिँ म चाहिँ रामसियाबाट भ्लग सुरु गर्न गइरहेको छु। यहाँ चाहिँ तिनवटा मन्दिर छ। हेलो लेडिज द जेन्टलमेन, आयो हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै। आजको न्यू भ्लग यहाँहरू समक्ष मगरपुच्छेले पनि लङ टाइम पछि नयाँ भ्लग लिएर आएको छु। कृपया माया ममता गरिदिनु होला भन्न चाहन्छु। नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट अनि बेल आइकन अचेती अलमा राखिदिनु होला। त्यसो गर्यो भने चाहिँ मेरो भ्लग युट्युबमा लाग्न साथ यहाँहरूलाई पहिलो नोटिफिकेसन जानेछ भन्दै आज के रहनेछ कृपया भ्लग सुरुदेखि लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। फकाउँदिन म तिमीलाई मलाई छोरी जानेलाई भन्दै हल्का इन्टरटेनमेन्ट दिने प्रयास गरेको है। स्वर त राम्रो छैन। आज चाहिँ यस्तै छ मगरपुच्छेको जिन्दगी बिना गन्तव्य हिँडिराखेको छु। कहाँ के गर्नेछु कृपया भ्लगलाई चाहिँ सुरुदेखि लास्टसम्म हेरेर आफ्नो प्रतिक्रियाहरू पनि छाडिँदै गर्नु होला भन्न चाहन्छु। यस्तै छ गाइस आजको डे चाहिँ। यस्तो चैतो महिनामा नि बर्खा लाग्यो जस्तो गरे। म चाहिँ ठुलो भ्लगर होइन है गाइस, भर्खरै स्टार्ट गरेको भ्लगर हो। कृपया राम्रो कुराहरूलाई चाहिँ आफ्नो दिमाग मस्तिष्कमा लैदिनु होला। नराम्रा शब्दहरू अर्थात् भाइरस जस्ता शब्दहरूलाई चाहिँ मगरपुच्छेको युट्युब च्यानलमा छोडेर जानु होला भन्न चाहन्छु। म चाहिँ अहिले चाहिँ बन्थेर छु गाइस। यस्तै छ जिन्दगी। कहाँबाट हेर्दै हुनुहुन्छ कृपया लाइक कमेन्ट अनि आफूलाई मनमा लागेको प्रतिक्रिया अर्थात् कमेन्ट छोडिदिनु होला कमेन्ट बक्समा भन्न चाहन्छु। के गर्दै मगरपुच्छेको भ्लग चाहिँ मध्यान्तरको क्रममा आइरहेको छु। के हो आज चाहिँ चैतो महिनामा पनि बर्खा लाग्यो जस्तो गर्छ त। हेर्नुहोस् त गाइस, पुरै बादल छ कि बादल हिँडिरहेको छ पुरै। यता धोबान पर्छ गरे, यता रामसिया हो। पुरै बादलले छोपिराखेको छ। मध्यान्तरपछि फेरि भ्लग सुरु भयो। आज चाहिँ मैले चाहिँ हल्का निगोरो टिप्ने भन्ने सोच गरिरहेको छु। कृपया मैले चाहिँ निगोरो टिप्यो भने चाहिँ तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। हेर्दै जानु होला है त भ्लग। अलिकति एक छाक जति टिप्यो है। तपाईँहरूको ठाउँमा चाहिँ यो निगोरोलाई चाहिँ के भन्नुहुन्छ? हाम्रो गाउँघरमा चाहिँ यसलाई चाहिँ पातले निगोरो भनिन्छ है गाइस। हल्का स्टार्टिङमा हल्का एक छाक जति आयो। अलि टोटल कति रहन्छ म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु है त। अलि रहेछ यो पातले निगोरो। ठुलो पहिरा थिएर यस्तो हुन्छ कि मजाले। के गाइस यसलाई भन्छन् पातले निगोरो। कतै चाहिँ मजाले रहेछ निगोरो। खालि एक्लै भएर भिडियो बनाउन चाहिँ अलि मिलेन क्या गाइस। लास्टमा भेटौँला नि त है। निगोरो पनि खोजेर भ्याइयो है गाइस। अर्ग्यानिक निगोरो हेर्नु होला। तपाईँहरूको ठाउँमा यो सागलाई चाहिँ के भनिन्छ? हाम्रो गाउँमा चाहिँ झिबेरे साग भनिन्छ। साग चार्दै यहाँ चाहिँ गुण रहेछ क्या। के हो? एउटा अन्डा रहेछ गाइस। हेर्नु त एउटा अन्डा रहेछ। ल है त गाइस, पातले निगोरो चाहिँ यति टिप्यो आज।
झिब्रे साग चाहिँ हल्का थोप्लिका अलिकति मात्र टिप्यो पातल निगरो चाहिँ रहेछ। हिजो अस्ति चाहिँ पानी परेको थियो सो त्यसैले चाहिँ निकै रहेछ। भोक नलायो नि हुन्थ्यो नि, भोक लाग्यो अब चाहिँ खाजा खानु पर्यो। 4-5वटा रोकोला अन्डा बोइल गरेर लिएर आएको छु। अब खाजा खाने त्यसपछि घरतर्फ जानेछु। ल है त खाइदिए मिठै हुने रहेछ। एक्लै छु सो अन्यथा नलिदिनु होला। यहीँ नजिक भएको भए बानीचुनी गरेर खाने हुन्थ्यो, अन्यथा नलिदिनु होला है त। ल गाइस म चाहिँ घरतर्फ हिँडेँ। अलि बाटोमा हिँड्ने बेलामा नि बोल्ने भन्दा नि कस्तो कस्तो लाग्छ कि क्यामेरा देख्दा बित्तिकै धराएको जस्तो महसुस हुने, बोल्ने शब्दहरू पनि नआएको जस्तो हुने। सब्सक्राइब लाइक कमेन्ट गर्न नभुलिदिनु होला भन्दै आजको भ्लग यहीँ थाती लाग्न चाहन्छु। हस्त चन्द्र सूर्य फेरि भेटौँला न्यू जोस न्यू जाँगरका साथ फेरि न्यू भ्लगमा है त गाइस।